सबैभन्दा छिटो 1 मिनेटमै जीमेल आईडी कसरी बनाउने। अहिले तपाईलाई मोबाइल र ल्यापटप चलाउन जीमेल आईडी आवश्यक पर्छ। जीमेल आईडी भएन भने एपहरू डाउनलोड गर्न सकिँदैन। हरेक एपमा जीमेल आईडी लगइन गरेर मात्र चलाउन मिल्ने हुन्छ। तपाईले जीमेल आईडीबाट विश्वभर मेसेज सेन्ड र रिसिभ गर्न सक्नुहुन्छ। त्यसैले आज म तपाईलाई आफ्नो मोबाइलबाट सजिलो तरिकाले कसरी जीमेल आईडी बनाउने भनेर सिकाउन गइरहेको छु। यहाँ जीमेल आईडी र गुगल अकाउन्ट भनेको एउटै हो। अब ढिलो नगरी भिडियो सुरु गरौँ। अब त्यसका लागि गुगल एपमा क्लिक गर्ने, त्यसपछि माथि प्रोफाइलमा क्लिक गर्ने, त्यसपछि यहाँ साइन इन मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब आफ्नो मोबाइलको लक खोल्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब यहाँ क्रिएट अकाउन्ट मा क्लिक गर्ने, त्यसपछि यहाँ फर माई पर्सनल युज मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ आफ्नो ओरिजिनल नाम इन्ट्री गर्ने, त्यसपछि नेक्स्ट मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले आफ्नो ओरिजिनल डेट अफ बर्थ यहाँ इन्ट्री गर्ने, त्यसपछि तलपट्टि आफ्नो जेन्डर सिलेक्ट गर्ने। सिलेक्ट गरिसकेपछि तलपट्टि नेक्स्ट मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब यहाँ तपाईको जीमेल आईडी सो हुन्छ। यहाँबाट तपाईले आफ्नो नयाँ जीमेल आईडी पनि बनाउन सक्नुहुन्छ। अब माथि दिएको आफ्नो जीमेल आईडी सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि तलपट्टि नेक्स्ट मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ आफ्नो स्ट्रङ पासवर्ड बनाउनु पर्ने हुन्छ। पासवर्ड चाहिँ लेटर नम्बर पर्ने गरेर बनाउनु होला। आफ्नो पासवर्ड इन्ट्री गरिसकेपछि यहाँ नेक्स्ट मा क्लिक गर्ने, त्यसपछि फेरि नेक्स्ट मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ टर्म्स एन्ड कन्डिसन दिएको छ, यसलाई तपाईले पढेर तलपट्टि आई एग्री मा क्लिक गर्ने, त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि तलपट्टि एक्सेप्ट मा क्लिक गर्ने, त्यसपछि फेरि टर्न अन ब्याकअप मा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईको जीमेल आईडी बनिसकेको छ। तपाईले यहाँबाट आफ्नो नयाँ जीमेल आईडी हेर्न सक्नुहुन्छ। अब तपाईले जीमेल आईडीमा आफ्नो मोबाइल नम्बर एड गर्नुपर्ने हुन्छ। त्यसका लागि गुगल एपमा क्लिक गर्ने, आफ्नो प्रोफाइलमा जाने, गुगल अकाउन्टमा जाने, त्यसपछि यहाँ पर्सनल इन्फर्मेसनमा जाने, त्यसपछि तलपट्टि फोन एड दिएको छ त्यसमा क्लिक गर्ने, त्यसपछि यहाँ एड नाउ मा क्लिक गर्ने, त्यसपछि यहाँ आफ्नो फोन नम्बर इन्ट्री गर्ने। इन्ट्री गरिसकेपछि तलपट्टि नेक्स्ट मा क्लिक गर्ने, गेट कोड मा क्लिक गर्ने, त्यसपछि तपाईको मोबाइल नम्बरमा कोड नम्बर आउँछ, त्यो कोड नम्बर यहाँ इन्ट्री गर्ने, त्यसपछि भेरिफाई मा क्लिक गर्ने। यति गरिसकेपछि तपाईको जीमेल आईडी भेरिफाई भइसकेको छ। साथीहरु, भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिनुहोला। भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनुहोला र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। थ्यांक्स फर वाचिङ दिस भिडियो।